गाइज अनि धेरै बेरसम्म अनि युट्युबको लागि केही कन्टेन्ट त्यस्तो केही नभएर अनि आज चाहिँ म एउटा खासै त्यस्तो कन्टेन्ट केही छैन अनि मेन कन्टेन्ट चाहिँ आजको मेरो यो सानो रुमको अनि के कस्तो छ त्यस्तो र अनि आज सटरडे कसरी जान्छ दिन बित्छ त्यसको बारेमा ब्लग गर्नेछु। अनि मैले सोचेको यस्तो डेली ब्लग त म सधैँ गर्न सक्दिनँ किनकि हाम्रो फोन फ्राइडे र सटरडे मात्रै खेल्न पाउँछ। सो त्यसैले मैले सोचेको यस्तो हप्तामा फ्राइडेको आधा दिन अनि सटरडेको साके फ्राइडेको आधा दिन नसाके सटरडेको मात्र यस्तो सानै ब्लग बनाउने जस्तो सोचेको छु। सो हेर्न सक्नुहुन्छ आजबाट म सुरु गर्छु, जति सक्दो प्रयास गर्छु अनि हेरौँ। अनि आज भिडियो एकदम राम्रो पनि हुने छैन, ठिकैको हुनेछ। सो त्यसैले हेरौँ ल। फर्स्टमै अनि यो चाहिँ मेरो रुम हो, हाम्रो यहाँ कुकुर सुत्ने ठाउँ। यी खतराले सुतिरहेछ यो कुकुर, खतराले सुतिरहेछ। अनि यहाँ एकदम फोहोर भएको छ, यो हाम्रो रुममेटले एकदम फोहोर बनाइदिएको छ। यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ यस्तो टाउको यस्तो गर्ने हो। अनि यो चाहिँ मञ्चन नयाँ लिएको, अनि यो चाहिँ साबुन नयाँ लिएको। अनि यो चाहिँ मैले जितेको, मैले खतरा जितेछ पहिला एउटा टुर्नामेन्ट खेलेर सनम लोसर फुटसल टुर्नामेन्ट बेस्ट प्लेयर, त्यो चाहिँ मैले जितेको थियो। कसरी जितेको भने म त्यति बेला एउटा के भन्नु, अब म त्यति बेला मेरो पोजिसन चाहिँ किपर थियो। अनि मैले फाइनलमा एउटा पेनल्टी सेभ गरेँ। अनि त्योभन्दा अगाडि पनि मैले थुप्रै सेभ गरेर अनि मैले यो पुरस्कार पाएको। सो त्यसमा एकदम खुसी छु। त्यो टुर्नामेन्ट बेला हामी सेकेन्ड डे फर्स्ट होइन भएको हाम्रो एकदम मजा छ। यो राखिदिउँ। अनि यो चाहिँ अब राति बाल्ने हो यसरी बाती। यो टच अहिले चान्स छैन, यसको चान्स गर्नुपर्छ यसको पनि। अनि यो चाहिँ चाबी, यो चाहिँ मञ्चन सित्न थालेको। अनि एकदम अब यो सित्न थालेको छ। अनि यो के भन्छ, यो चाहिँ यहाँ बुक राख्ने ठाउँ। अनि यहाँ चाहिँ धुप बाल्ने ठाउँ, यस्तो खतरा छ धुप बाल्ने ठाउँ। अनि यहाँ यो चाहिँ मेरो धरासी यस्तो कतै सभा छ है। यो चाहिँ मेरो साथीको कति फोहोर छ हेर्न, लुगा सबै घचाङमुजुङ राखेको छ है मेरो साथीको। यो नै मेरो साथीको हो। अनि यहाँ चाहिँ माथि केटाहरूको कम्मल र झोला राख्ने ठाउँ। अनि यो चाहिँ केटाको सुत्ने ठाउँ साथीको हो। अनि यो पनि साथीको रुम हो। अनि यो चाहिँ मेरो रुम। अनि यहाँ पानी। अनि यो चाहिँ लोकलमा कहाँको भने गोर्खा चुम्लुपीको एकदम खाएपछि एकदम मजा हुन्छ। यो चाहिँ लोकल हो, यो लोकल खाएपछि मजा हुन्छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्कुलको मेन फाउन्डरको फोटो। अनि यता सबै फुटबल प्लेयर हो। यो पेद्री मेन चाहिँ साइडमा के छ, मेसी सोरेस नेमार तल घेर छरेको छ। अनि यता चाहिँ मेसी छ यस्तो। अनि साइडमा धेरै प्लेयरहरू छ। अनि यो चाहिँ रुमको सोरा भयो, यहाँ राखिदिउँ। अनि यो चाहिँ पानी छाप्ने ठाउँ, यहाँ चाहिँ बल राख्ने ठाउँ। यस्तो मजा छ। अनि यो चाहिँ मेरो सुन ठाउँ। अनि त्यहाँ चाहिँ मेरो त्यो छ फेभरेट प्लेयरको फेम। अनि यो चाहिँ मेरो माला, अब पूजाहरू गर्छखेरि। अनि तल चाहिँ खतरा छ है, कसैले दिएको मलाई। अनि यस्तो। अनि यो चाहिँ मेरो सुन ठाउँ, मजाको टक्क श्रीचट्ट बढेको छ। अनि यो डस्टबिन। अनि यो चाहिँ मेरो पछाडि हाम्रो साथीहरूको यो कमल कहना क्या चाह रहे हैं भाई आप? वाइ यो आछु। अनि कोट ज्याकेटहरू राख्ने ठाउँ। अनि यो चाहिँ साथीहरूको केप, यदि बाहिर जानु मन लाग्यो अब केप लाउनु ट्याक्क लाउने अनि ट्याक्क राख्ने। अनि यो झोला चाहिँ किन राखेको भने यो चाहिँ एकदम महत्त्वपूर्ण चिज छ कि यहाँ झोलामा के छ भने यसरी चान्स गर्ने है। अनि यो चान्स गरेपछि चान्स ठक्कै झोरेपछि अनि अब के भन्नु, अब चान्स फुल भएपछि अनि चान्स फोन उकाल्दाखेरि अनि यो चाहिँ यसरी उकाल्ने अनि यसरी प्याक गर्ने। अनि यो झोलाभित्र टक्क भनेर हाल्ने हो कि। अनि यो साथीहरू बुझ्नु न यो। अनि त्यही हो। अनि यहाँ तल चाहिँ हाम्रो यो मेन सामान के पेन्सिलहरू घिउ, यो मुस्ताङको लोकल घिउ हो मेरो साथीको। यो मुस्ताङको लोकल घिउ, यो चाहिँ गाडी। अनि यो चाहिँ थर्मस। अनि यो चाहिँ त्यो
फुटबल खेल्दाखेरि खुट्टा बिरामी भएपछि बाँध्ने नयाँ नयाँ किनेको यो चाहिँ हिजो भर्खर किनेको यहाँ राखेको अनि यो चाहिँ कफी बग्लाएपछि कफी पिउने अनि टप बिस्कुट खाने अनि यहाँ छ अनि यहाँ चाहिँ यहाँ नि यसो छ पेजाहरू अनि पढ्ने ठाउँ अनि यो चाहिँ यो हो अब यो एकचोटि म बजाउँछु है तिमीहरूलाई केटाहरूलाई एकछिन भएको है कसरी बजाउनु अब यसरी ल एक हातले नै बजाइदिन्छु मैले त यो पहिला म ट्यालेन्टेड हुँदै छु अब यो छोडिदिउँ अब अनि यो चाहिँ अब लङ टोइलेट जाँदाखेरि यो टिस्यु लिने यहाँ ठाउँ हो यो चाहिँ ब्रस राख्ने ठाउँ अनि यहाँ मन्जन चाहिँ यहाँ यसरी टक्क हाल्छ अनि यो चाहिँ मेरो चक पिउने कप अनि यो कुकुरले जाउलाएछ कि बाहिर गयो कि अनि यसरी राख्दिउँ अनि यो चाहिँ यो टाउकोमा लाउने हो अनि यो चाहिँ मुखमा हाल्ने सो यस्तो नै हो अनि अरू के छ अरू यहाँ स्पेसल के छैन अब मेन स्पेसल यहाँको के छ भने हेर्न सक्नुहुन्छ यहाँ यो चाहिँ अछु भयो है यहाँ राखिदिउँ यो कोट यहाँ सरी जर्सी कतिवटा छ हेर भाइ जर्सी मात्र एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा जर्सी अझ एउटा बाहिर छ मेरो 9वटा मेरो मात्र होइन म र मेरो साथीको अनि हेर्न सक्नुहुन्छ यो जर्सी चाहिँ यहाँ यसरी यहाँ जसलाई यसरी राखेर यो ट्रिक्स हो के टेक्नोलोजी यसरी यहाँ राखिदिएको अनि हेर्न सक्नुहुन्छ अब म जर्सी घान्दै राख्छु है एकछिन बग्नु है यहाँ फेरि यहाँ यसरी गरेपछि यहाँ के हुन्छ भने यहाँ चाहिँ यस्तो यही एउटा अब के निकाल्ने एउटा स्ट्यान्ड निकाल्न मिल्छ मेरो यो स्ट्यान्ड हो भिडियो बनाउँदाखेरि यो स्ट्यान्ड युज गर्छु म अब हेरेँ एकछिन बग्नु है यस्तो केटाहरू अब केटाहरू हेरौँ म अब यो जर्सी चाहिँ मिलाउँदै गर्छु त्यो चाहिँ पहिला बार्सिलोनाको यहाँ बार्सिलोना लोगो भएको 10 नम्बर फर्स्टमा एउटा ल यहाँ राखिदिन्छु बार्सिलोनाको फेरि चट्ट बोलेर अनि दोस्रो फेरि पनि बार्सिलोना नै हो यो चाहिँ मेरो साथीको बार्सिलोना लोगो सेम टु सेम बस कलर मात्रै पछाडि नम्बर छैन यसको पनि अनि यो यसरी राखिदिउँ फेरि पनि बार्सिलोनाको यो चाहिँ कति सालको भन्ने खै बुझ्न सकेन यो चाहिँ फेरि पनि यो पनि बार्सिलोनाको एकदम ताजा बार्सिलोनाको ताजा भन्नाले पुरानो बार्सिलोनाको यो चाहिँ यसको लोगो पनि हेर्न सक्नुहुन्छ यो जर्सी पनि पुरानो हो सो यही यहाँ राखिदिउँ यो यहाँ एकछिन पाउनु है केटाहरू अनि यो यसरी राखिदिनु अनि यो चाहिँ मेरो एडिसन मेरो नाम भएको खम सोम खतरा नम्बर 6 अनि अगाडि केही लोगो जस्तो छैन अनि यो पनि यहाँ राखिदिन्छु ल 3 भयो है 3 4वटा अनि फेरि यो अर्को जर्सी अर्जेन्टिनाको अर्जेन्टिनाको लोगो अर्जेन्टिनाको यो भएको अनि पछाडि नम्बर जस्तो केही छैन सो यही नै यहाँ राखिदिन्छु म अनि त्यसको पछि फेरि रियल म्याड्रिडको लोगो सहित यो जर्सी चाहिँ एकदम कति पर्यो महँगो पर्यो होला पक्का भन्नुपर्दा 2K जति त दिएको होला 2K पछाडि आर्दा भएको किनभने यो आर्दा गुलरको सो आर्दा गुलर मलाई राम्रो लाग्छ त्यसैले मैले किनेको यो जर्सी चाहिँ एकदम खतरा छ तपाईहरु अनि अर्को चाहिँ यो चाहिँ मैले इन्डियाबाट किनेको इन्डियाबाट टिबेटको पछाडि टिबेट भनेर लेखेको छ है खतरा अनि यो चाहिँ मलाई आर्दैन सो म यो यहाँ राखिदिन्छु तर अब लास्ट एउटा छ खतरा जर्सी त्यो चाहिँ जापान पछाडि मिटोमा 7 नम्बर भएको अनि यहाँ जापानको फ्ल्याग यहाँ जापानको लोगो हेर्न सक्नुहुन्छ जापानको लोगो नै खतरा छ कि हेर्न सक्नुहुन्छ तपाईहरु देख्न सक्नुहुन्छ यस्तो खतरा यहाँ एडिडासको यो अनि जापानको यो खतरा यो चाहिँ मेरो साथीको मैले राख्न दिएको एकदम यो पनि यहाँ राख्नु पर्छ अब एउटा दुईटा तीनटा चारवटा चाहिँ खाली हो यहाँ राखिदिन्छु म
ल 4वटा खाली यो एउटामा आछु के एउटा साथीको आछु छ यहाँ आछु यहाँ राखिदिन्छु अनि यो चाहिँ साथीको कोट यहीँ राखिदिन्छु म यो चाहिँ मेरो आछु यहीँ राखिदिन्छु म सो यही नै हो अब केही छैन अरू सो अब म चाहिँ एकदम पातलो भएर आज म यो के भन्ने अब अर्ग्यानिक प्रोटिन सम्भव प्लस अन्डा खाँदैछु यस्तो तपाईँहरू बनाउनु सक्नुहुन्छ यस्तो मजाले आमा यो खाएपछि त म एक हप्ताभित्रै मोटाउँछ अहिले यति छ है एक हप्तापछि हेरेँ यति अब यो म टेस्ट गरिरहन्छु है अच्छा ठीक है आहा यदि तपाईँहरूले पनि यस्तो खान मन लाग्छ भने यसको रेसिपी चाहियो भने मलाई कमेन्ट गर्नु होला त्यहाँ म अनि नेक्स्ट भिडियोमा यसको बारेमा भन्छु अनि यदि तपाईँहरूले चाह्यो भने भनेकै कमेन्ट गर्नु होला यसको रेसिपी म भनिदिन्छु ल अब मेरो साथीले टेस्ट गर्दैछ ल कस्तो छ भनौँ ल धेरै मिठो छ हो अब यो कुकुरले पनि खान मन लाग्यो हेर त मैले यस्तो बनाएको रेसिपी अब यो कुकुरले पनि एकदम खान मन लागेको छ अहिले यो कुकुर यो चाहिँ टोलाइरहेछ सो अब दिउँसोको खाना खाएर अब लुगा धोएर अब म एकछिन रेस्ट गरिरहेको छु अहिले फेरि अहिले रेस्ट गरेपछि म के गर्छु सबै गर्छु अब हेर्न सक्नुहुन्छ तपाईँहरू अब मैले बनाएको रेसिपी मान्छेले मात्र होइन कुकुरले पनि यस्तो भ्यारो लाएर कति मिठोले खाइरहेछ हेर्न त्यो कुकुरले यो कुकुरको कान सुन्दिनँ बुढियामा भइसक्यो ओके सो गाइज अनि अहिले चाहिँ तल खाना खाने टाइम भइसक्यो सो अहिले भर्खर म पूजा गर्ने माथि पूजा गर्ने ठाउँबाट काम गरेर आएँ सो पूजाको लागि भोलि पूजाको लागि सबै तयारी गरिरहेको छु सो त्यही नै हो अनि आजको भिडियो चाहिँ यस्तो नै भयो अनि तपाईँहरूले कस्तो लाग्यो आफ्नो दिनु होला कमेन्टमा लेख्नु होला आफूले कस्तो लाग्यो त्यो चाहिँ सो द्याट्स इट फर टुडे सो बाई बाई